तपाईँलाई लाग्छ दुधजन्य पदार्थ र पालङ्गोको साग हड्डीका लागि एकदमै राम्रो हो, तर केही रोग भएका व्यक्तिले यस्तो खानेकुरा खानु एकदम घातक हुन सक्छ नि। म डाक्टर सोनिया पौडेल जर्मनीमा एक चिकित्सकको रूपमा कार्यरत छु। आज म तपाईँलाई हड्डीका लागि राम्रो तर कहिलेकाहीँ घातक हुने खानेकुराहरूबारे बताउँदैछु। दुध, दही, चिज यसमा क्याल्सियम पाइन्छ जसले गर्दा हड्डी बलियो हुन्छ, तर ल्याक्टोज इन्टोलरेन्स र मृगौलाका रोग भएका व्यक्तिले अलिक बढी ध्यान दिनुपर्छ। पालुङ्गोको साग यसमा भिटामिन के र फोलेट पाइन्छ, तर यसमा धेरै अक्सलेट पनि हुन्छ जसले क्याल्सियम अब्जर्प्सन घटाउँछ र किडनी स्टोनको जोखिम बढाउन सक्छ। अन्डा, माछा जस्ता खानाबाट भिटामिन डी र प्रोटिन पाइन्छ, तर उच्च कोलेस्ट्रोल या बाथ भएका व्यक्तिले सीमित मात्रामा मात्र लिनुपर्छ। सुन्तला, कागती, मौसम जस्ता फलमा भिटामिन सी को मात्रा बढी हुन्छ जसले कोलाजन प्रड्युस गर्न मद्दत गर्छ, तर ग्यास्ट्राइटिस वा अल्सर भएका व्यक्तिमा पेटको समस्या बढाउन सक्छ। आफ्नो स्वास्थ्य अनुसार डाक्टर वा डाइटिसियनको सल्लाह अनुसार मात्रै खानेकुरा लिने गर्नुहोस्।